ग ए अनि जंगल छु जंगल छे ए जंगल छु उमा मा उमा उमा ए उ ता थल्या थली थाली खाली है ना मतलब जानी उड़ा पड़ना थाली रखा तिमीले ल के बुझ्यौ त नि यहाँसम्म पढेर ल के बुझ्यौ मैले हो दियो जस्तै यसले पढेर के भनेको रहेछ यतिकै पढ्नको लागि मात्र हैन नि त यो सानो यो त बुझ्नको लागि पनि हो जस्तै यो केसमा के भनेको भन्दाखेरि चितवनको प्रसिद्ध जङ्गल सौराहामा सौरा भन्ने ठाउँ त थाहा नि तिमीलाई त्यहाँ जङ्गल छ क्या एउटा त्यो पुरै जङ्गललाई नै त्यो सौरा भन्ने हो त्यहाँ होइन घुम्न जान्छन् क्या त्यहाँ होइन जङ्गल सफारीहरू गर्न अनि त्यस्तो चितवनको सुन न चितवन जिल्ला हो नि त हाम्रो हामी बस्ने जिल्ला चितवनको प्रसिद्ध जङ्गल सौराहामा एउटा बाघ बस्थ्यो के त्यो जङ्गलमा बाघ बस्दो रहेछ न सौराहाको जङ्गलमा एक दिन उसलाई जङ्गल छेउमा रहेको गाउँ हेर्न मन लाग्यो त्यो गाउँभन्दा यतापट्टि सुन न गाउँभन्दा यतापट्टि के गाउँ त्यो जङ्गल भ्याइएपछि गाउँ आउँदो रहेछ के त्यो गाउँ चाहिँ त्यो बाघलाई हेर्न मन लागेको छ कस्तो रहेछ त्यो यो गाउँ होइन अचम्म कस्तो रहेछ त हेर्नु पर्यो भन्नु जङ्गल छेउमा एउटा ठुलो रुख थियो त्यो जङ्गल भ्याइन लागेपछि जङ्गलको छेउमा चाहिँ एउटा ठुलो रुख रहेछ के अनि बाघ त्यसैको छहारीमा कसैले पनि नदेख्ने गरी बस्यो र त्यहीँबाट गाउँको चहल पहल निहाल्न थाल्यो त्यो गाउँले त सुरुमा डाइरेक्ट त्यो बाघले के डाइरेक्ट जङ्गलबाट गाउँमा जाने बित्तिकै त मान्छे डराउँछन् आफूलाई देखेर होइन अथवा अरूहरूले हान्न पनि सक्छन् त्यसलाई भनेर सुरुमा चाहिँ त्यही ठुलो रुखको मुनि बसेर चाहिँ बिस्तारै हेर्न थालेछ क्या त्यो गाउँलाई होइन त्यो गाउँमा कसले के गर्दो रहेछ त को रहेछ त्यो गाउँमा भनेर अनि सुन बुझ्यौ यहाँसम्म त यति बुझ्यो नि यो 3 लाइनले यति कुरा बुझायो क्या हामीलाई यो पढ्नको लागि मात्र होइन नि त हामीले के बुझ्यौँ यो 3 लाइन पढेर भन्दाखेरि एउटा बाघ बस्दो रहेछ त्यो जङ्गलमा त्यो बाघलाई एक दिन गाउँ हेर्न मन लागेछ जस्तै हाम्रो जस्तो गाउँ के मान्छेहरू बस्ने घर यसको भविष्य बताको होइन त्यसले के भन्न खोजेको त्यो बताएको क्या यसले जस्तै यसले यो बताएको जङ्गलको बाघले के गरेको भनेको अब हेर अब यहाँसम्म चाहिँ बिस्तारै लुकेर हेर्न थाले होइन यहाँसम्म आउँदाखेरि हामीले त्यो बुझ्यौँ नि त बिस्तारै गाउँलाई लुकेर हेर्न थालेको रुखमुनि बसेर त्यो बुझ्यौँ होइन ऊ त सौराकोतिर अनि सुन न अब यहाँसम्म हामीले त्यो बुझ्यौँ अब यो पढ्दै जाँदा त्यो बाघले अरू के गरेछ त्यसपछि हेरेर बसेछ त्यसपछि त्यसलाई आएर मान्छेले पिटेछन् कि त्यो बाघ गाउँमै गएछ कि के भएछ होइन त्यो भएर सुन न हो जस्तै अब त्यो बुझ अनि हेर यहाँसम्म होइन अझै भ्याइएको पनि छैन यति यो पाना पनि पढेपछि अझै थाहा हुन्छ अझै के भएछ होइन त्यो बाघले के गरेछ यस्तो यहाँसम्म थाहा हुन्छ के यहाँसम्म चाहिँ भ्याइन्छ त्यो कथा अनि त्यसपछि अर्को कथा सुरु हुन्छ अमरलाल भन्ने त्यो यहाँसम्म चाहिँ त्यो कथा भ्याइन्छ के हुन्छ फाइनलसम्म यहाँ बल्ल थाहा हुन्छ अन्तिममा के भएछ होइन के भएछ भनेर सबै थाहा हुन्छ त्यही भएर सुन न अनि ल सुन न अनि त्यही भएर त्यो बुझ्नको लागि चाहिँ यो पढ्न परेको हो के बुझ्यौ नि ल म पढिदिन्छु बुझ्यौ नि यहाँ के भएछ भनेर बुझ्नको लागि चाहिँ यहाँसम्म पढ्ने मेरो कुरा सुन न जस्तै यो बाघले यहाँसम्म त यस्तो गरेको के अरे होइन हेरेर बस्न थाले रुखको मुनि बसेर अब के गरेछ अरू भनेर बुझ्नको लागि चाहिँ यो पढ्न जान्न पर्यो नि त होइन जस्तै अब हेर गाउँमा एउटा ठुलो ढाडे बिरालो बस्थ्यो सुरुबाटै चितवनको प्रसिद्ध जङ्गल सौराहामा एउटा बाघ बस्थ्यो एक दिन उसलाई जङ्गल छेउमा रहेको गाउँ हेर्न मन लाग्यो जङ्गल छेउमा एउटा ठुलो रुख थियो बाघ त्यसैको छहारीमा कसैले पनि नदेख्ने गरी बस्यो र त्यहीँबाट गाउँको चहल पहल निहाल्न थाल्यो गाउँमा एउटा ठुलो ढाडे बिरालो बस्थ्यो त्यो गाउँमा के बाघले हेरिराखेको गाउँमा ढाडे बिरालो पनि चराका गुण खोजेर फुल बच्चा खान पाइन्छ कि भनेर त्यही गाउँ छेउको रुखमा आइपुग्यो त्यो गाउँमा भएको ढाडे बिरालो पनि त्यही जङ्गलको त्यो रुखमा चराहरूले अन्डा पारेछन् कि तिनीहरूले बच्चा पारेछन् कि तिनीहरूलाई खान पर्यो भनेर त्यही रुख त्यो बाघले लुकेर हेरेको रुख नजिकै आइपुगेछ के त्यो ढाडे बिरालो पनि अनि रुखमुनि छहारीमा